नमस्कार। आज पनि मैले तपाईहरुको लागि 5 वटा पीएचडी फाइलहरू लिएर आएको छु, जुन चाहिँ बर्थडे स्पेशल फाइलहरू रहेका छन्। यो फाइलहरू पनि तपाईहरुलाई राम्रो लाग्छ, मन पर्यो भने तपाईहरुले चाहिँ डाउनलोड गरेर यो फाइलहरू चाहिँ चलाउन सक्नुहुनेछ र आफूले युज गर्न सक्नुहुनेछ। सबैभन्दा पहिला मैले यो फाइलको बारेमा तपाईहरुलाई केही कुरा जानकारी दिन गइरहेको छु। यो फाइल चाहिँ तपाईहरुले चाहिँ यो फाइलमा फोटोहरु हाल्नु पर्यो भने कसरी हाल्ने भन्ने सन्दर्भमा चाहिँ तपाईहरुले सबैभन्दा पहिला यो फाइललाई कहाँनेरि फोटो हाल्ने हो त्यहाँनेरि सिलेक्ट गर्नु होला। मैले अगाडिको सबै भिडियोहरुमा पनि हजुरहरुलाई त्यही भन्दै आइरहेको छु। जुन फाइलमा फोटो हाल्ने हो त्यो फाइललाई सिलेक्ट गर्नु होला। त्यसपछि तपाईले फोटो कहाँ राख्नु भएको छ त्यहाँ जानु होला र यहाँबाट कुनै एउटा फोटो पिकअप गरेर ल्याएर यहाँनेरि यसरी छोड्दिनु होला। यसरी छोडिदिएको फोटोलाई तपाईहरुले यहाँनेरि साइज अनुसार मिलाउनु होला। त्यसपछि यहाँनेरि यो फोटोलाई किबोर्डमा अल्ट थिचेर चाहिँ माउसको मद्दतले क्लिपिङ मार्क्स गरिदिनु होला। यसरी क्लिपिङ मार्क्स गरिदिएपछि तपाईहरुको फोटो चाहिँ यसरी आएर यहाँनेरि एडजस्ट भएर बस्छ। यसरी एडजस्ट भएर बसिसके पछाडी चाहिँ फोटोहरु तपाईहरुले सजिलैसँग रिप्लेस गर्न सक्नुहुनेछ। त्यसपछि यहाँ जता यो कालो बक्सहरु छ त्यो बक्सलाई एक गरी सिलेक्ट गर्नु होला र यसरी सिलेक्ट गरिसके पछाडी चाहिँ जुन ठाउँमा त्यो राख्ने हो त्यहाँ चाहिँ किबोर्डमा अल्ट थिचेर चाहिँ माउसको मद्दतले क्लिपिङ मार्क्स गरिदिनु होला। यसरी गरिदिएपछि तपाईहरुको फोटो चाहिँ यहाँ आएर बस्ने छ। यो सबैमा त्यसरी नै गर्नु होला। त्यसरी गर्नुभयो भने सजिलैसँग तपाईहरुले चाहिँ क्लिपिङ मार्क्स गर्न सक्नुहुनेछ। मैले केही फोटोहरुलाई क्लिपिङ मार्क्स गरेर देखाइदिँदै छु, त्यो तपाईहरुले पनि गर्नु होला। सो यो मैले यहाँ सिलेक्ट सुरुमा यहाँ सिलेक्ट गर्नु होला। त्यसपछि फोटोहरु ल्याएर छोड्नु होला अनि त्यसपछि यहाँनेरि क्लिपिङ मार्क्स गर्नु होला। यति गरिसकेपछि तपाईहरुको यो डिजाइन यस्तो देखिन्छ। तपाईहरुले यहाँनेरि ह्यापी बर्थडे यहाँ कसैको नाम पनि लेख्न सक्नुहुनेछ। यो फाइलहरु सबै सजिलैसँग एडिट हुनेछ। त्यसपछि अर्को पीएचडी हेरौं। यो पीएचडी फाइल पनि तपाईले सजिलैसँग एडिट गर्न सक्नुहुनेछ। यो फोटोहरु यो जुन फ्लावर राखेको छ यो फ्लावरहरु तपाईहरुले चेन्ज गर्न सक्नुहुनेछ। यहाँनेरिको यहाँ फोटो हाल्दा फेरि यहाँ फोटो हाल्ने तरिका पनि त्यही हो। तपाईहरुले यसलाई सिलेक्ट गर्नु होला। त्यसपछि फोटोमा जानु होला र यहाँ ल्याएर छोड्दिनु होला अनि त्यसपछि क्लिपिङ मार्क्स गरिदिनु होला। यो पनि सजिलो छ। जुन फोटो हाल्ने तरिका यसमा पनि सेम हो। यो सबै त्यसैगरी नै गर्नु होला। त्यसपछि मसँग छ अर्को पीएचडी फाइल। यहाँनेरि यो पनि सजिलैसँग सबै एडिट हुन्छ। यहाँ तपाईहरुले सबै नै एडिट गर्न सक्नुहुनेछ है। यो सबै एडिट गर्नु होला। यो सबै एडिट हुने फाइलहरु नै हो। तपाईहरुलाई मन पर्छ भने यो फाइलहरु युज गर्न सक्नुहुनेछ। यसमा पनि फोटो एडिट गर्ने तरिका चाहिँ सेम नै छ। तपाईहरुलाई यो देखि बाहेक अरु कुनै डिजाइनहरु कुनै केहीको डिजाइनहरु चाहिन्छ भने मलाई कमेन्ट गर्नु होला। म त्यसको पनि पीएचडी फाइलहरु बनाएर दिनेछु। त्यसको पीएचडी फाइलहरु म तपाईहरुलाई हाल्दिएर दिनेछु। सरी यो त यहाँ फिट हुँदैन। यसलाई यहाँ फिट हुनको लागि हामीले त्यस्तै फोटो चुज गर्नुपर्ने हुन्छ। जस्तै यो फोटो यहाँ फिट हुन सक्छ। हजुर यो फोटो यहाँ फिट हुन्छ। त्यसपछि यहाँ पनि तपाईहरुले त्यसैगरी नै फाइलहरु हाल्दिनु होला। जस्तो मैले यहाँनेरि मैले तपाईहरुलाई यहाँनेरि चुज गर्नु यहाँनेरि सिलेक्ट गर्नु अनि मात्र फोटो ल्याएर हाल्नु भन्नुको कारण चाहिँ तपाईहरुले बुझ्नु भएको छ या छैन फेरि म एकचोटी भनिदिन चाहन्छु। तपाईहरुले यहाँ सिलेक्ट गरेर चाहिँ फोटो ल्याएर हाल्नु भयो भने जस्तै यहाँ सिलेक्ट गर्ने बित्तिकै यो यहाँ सिलेक्ट भएको छ देख्नु भएको छ नि, यतापट्टि सिलेक्ट भएको छ है। अब तपाईहरुले यहाँनेरि चाहिँ फोटो ल्याएर यसरी छोड्दिनु भयो भने के हुन्छ थाहा छ? यो सिलेक्ट भएको ठ्याक्कै फाइलदेखि माथि फोटो गरेर बस्छ र तपाईहरुले किबोर्डमा अल्ट थिचेर यसलाई क्लिपिङ मार्क्स गर्नु भने
तपाईहरुलाई खोज्न समय लाग्दैन। मैले फोटोहरु कहाँनेरि ल्याएको थिएँ, कहाँनेरि ल्याएर राख्नुपर्ने हो, कुनलाई क्लिपिङ मार्क्स गर्नुपर्ने हो भनेर तपाईहरुले यहाँनेरि खोजिराख्नु पर्दैन, खोज्न झन्झट हुँदैन। त्यसकारणले मैले तपाईहरुलाई सुरुदेखि नै भनिरहेको छु, फोटो ल्याउनु भन्दा अगाडि तपाईहरुले फाइललाई सिलेक्ट गर्नु होला। त्यसपछि क्लिपिङ मार्क्स गर्न तपाईहरुलाई धेरै सजिलो हुन्छ भनेर मैले भनिरहेको छु। यसरी क्लिपिङ मार्क्स गरिसकेपछि तपाईहरुले फोटोको साइज आफूलाई आवश्यकता अनुसार मिलाउन सक्नुहुनेछ। यहाँ अर्को पनि छ, यो सबै त्यही हो, यो सबै तपाईहरुले त्यसरी नै गर्नु होला। यो फाइलहरु त्यो सबै त्यसरी गरी नै गर्नु होला। यहाँ मैले अलिकति तपाईहरुलाई सजिलो होस् भनेर यहाँनेरि यो फ्रेमहरु बनाइदिएको छु। यहाँ चाहिँ तपाईहरुले अलिकति ध्यान के दिनु होला भने यहाँनेरि चाहिँ तपाईहरुले सिधै यसलाई सिलेक्ट गरेर फोटो ल्याएर क्लिपिङ मार्क्स गर्नुभयो भने हुँदैन। त्यसकारणले यहाँनेरि हेर्नु होला, यो लेयरमा हेर्नु होला। यो लेयरमा हेरिसकेपछि तपाईहरुले यहाँनेरि फ्रेम भन्ने एउटा फोल्डर देख्नुहुन्छ, ग्रुप। त्यो फ्रेम भित्र चाहिँ तपाईहरुलाई चाहिँ यहाँनेरि मैले एउटा क्लिपिङ आर्ट हाल्दिएको छ। यसलाई डबल क्लिक गर्नु होला। यसलाई यहाँनेरि यहाँ क्लिपिङ मार्क्स गरेको छ, सरी यसलाई हैन, यो माथिल्लो जुन छ यसलाई डबल क्लिक गर्नु होला। यसलाई डबल क्लिक गरिसकेपछि तपाईहरुको एउटा खाली कोठा आउँछ। त्यो खाली कोठामा चाहिँ तपाईहरुले फोटो लगेर राख्दिनु होला र सकभर तपाईहरुले यसलाई चाहिँ आफ्नो सब्जेक्टलाई मिलाएर फोटोलाई मिलाएर यसलाई चाहिँ यसरी राख्दिनु होला। त्यसपछि यसलाई यहाँनेरि क्लोज गरिदिनु होला। क्लोज गरेर तपाईहरुले सेभ एस गर्ने हो, नो नगर्नु होला, क्यान्सल नगर्नु होला, सेभलाई एस गरिदिनु होला। यसरी सेभ गरिसकेपछि चाहिँ के हुन्छ भने तपाईहरुको यो फाइल आएर सिधै यहाँ बस्छ। अब फोटो अलिकति तपाईहरुलाई तल भयो, माथि भयो, बाङ्गो भयो जस्तो लाग्यो भने फेरि तपाईहरु यो फोटो भएको ठाउँमा जानु होला। यसलाई डबल क्लिक गर्नु होला र फोटोलाई अलिकति यता सार्दिनु होला। फेरि यसलाई चाहिँ सेभ यस गरिदिनु होला। अब यति गरिसकेपछि तपाईहरुको फोटो फेरि ठिक ठाउँमा चाहिँ आएर बस्छ। यो तपाईहरुलाई जहाँ सही लाग्छ, जहाँ सजिलो लाग्छ त्यहीनेरि चाहिँ त्यो गरिदिनु होला। यहाँ मैले यो फ्रेम भनेर लेखेको छु, त्यो फ्रेम भित्र गएर चाहिँ तपाईहरुले यहाँनेरि चाहिँ गएर चाहिँ तपाईहरुले गरिदिनु होला। यहाँनेरि मैले यसको रिनेम गर्दा नि हुन्छ, ठिक छ। तपाईहरुले यहाँनेरि चाहिँ फोटो ल्याएर हाल्दिनु होला। त्यसपछि अर्को छ, यो पनि बर्थडेकै एउटा पिएचडी हो। यहाँ पनि तपाईहरुले कतिवटा, एउटा दुईटा तीनटा चार पाँच छवटा फोटो हाल्ने ठाउँ बनाएको रहेछ मैले। यो छवटा फोटोहरु तपाईहरुले कोठा अनुसारको फोटो, यहाँनेरि तपाईहरुले तेर्सो फोटो हाल्नुभयो भने सुहाउँदैन। यहाँ तपाईहरुले ठाडै फोटो हाल्नुपर्ने हुन्छ। यहाँनेरि तपाईहरुले जुन फोटो हाल्दा नि भयो, अरु ठाउँमा खासै त्यस्तो उयो रहेन रहेछ। त्यसकारणले जहाँनेरि फोटो हाल्ने हो त्यसलाई पहिला सिलेक्ट गर्नु होला, त्यसपछि फोटो हाल्नु होला। यो सबै फाइलहरु यो एडिट हुन्छ है, यो सबै नै एडिट हुन्छ। अब यो फाइल एडिट तपाईको यो सायद यो फोटोसपमा हुँदैन, किनभने यो मैले इलिस्ट्रेटरमा बनाएर चाहिँ यहाँ ल्याएको रहेछु। त्यसकारणले गर्दा तपाईहरुले यहाँनेरि डबल क्लिक गर्नुभयो भने इलिस्ट्रेटर ओपन हुन्छ र त्यहाँ गएर यो फाइललाई चाहिँ तपाईहरुले एडिट गर्न सक्नुहुनेछ। अरु सबै नै यहीँनेरि एडिट हुनेछन् र तपाईहरुले फोटो पनि अहिले मैले जुन तरिकाले सिकाएको छु त्यो तरिकाले हाल्नुभयो भने चाहिँ फोटो पनि लाग्नेछ। हस् त, मैले यस्तै फोटोसप सम्बन्धीका फाइलहरु र डिजाइनहरु तपाईहरुलाई ल्याउँदै जानेछु। यदि तपाईहरुलाई यो फाइलहरु यो डिजाइनहरु चाहिँ मन परेको छ भने तपाईहरुले चाहिँ यो डिजाइन चाहिँ डाउनलोड गरेर युज गर्न सक्नुहुनेछ। यो डिजाइनको लिंक मैले यही भिडियोको तल राखिदिएको छु, जहाँ मेरो व्हाट्सएपको ग्रुपको लिंक छ। तपाईहरु त्यो व्हाट्सएपलाई ओपन गरेर त्यहाँनेरि जोइन हुनुभयो भने यो लिंक सबै त्यहाँ पाउनुहुनेछ र यसमा कुनै किसिमको पासवर्डहरु प्रयोग गरिएको छैन। तपाईहरुले सिधै आफ्नो कम्प्युटरमा डाउनलोड गरेर चाहिँ युज गर्न सक्नुहुनेछ। हस्त, नमस्ते, धन्यवाद।